Tell me about yourself. The most common questions in an interview. यसको सही तरिकाले एन्सर कसरी दिने त? अनि तपाईले कुनै पनि जब इन्टरभ्यू फेस गरिरहँदाखेरि तपाईले ध्यानमा राख्नुपर्ने कुराहरू, जान्नुपर्ने कुराहरू के हुन् त? यसको बारेमा डिटेल जानकारी लिएर आएको छु। नमस्कार, म शैलेश थपलिया बसन्त इम्प्लोइमेन्टबाट। इन्टरभ्यू दिन जाँदाखेरि तपाईले ध्यान दिनुपर्ने कुराहरूमा फर्स्ट थिङ is to know about your job responsibility according to your post and position that you applied. तपाईले कुन पोस्टमा एप्लाई गर्दै हुनुहुन्छ त्यो पोस्ट सम्बन्धी तपाईलाई डिटेल जानकारी हुनुपर्ने छ। त्यो पोस्टको ड्युटीजहरू, जब रेस्पोन्सिबिलिटिजहरू के छ, के काम गर्नुपर्छ, कस्तो सिचुएसनमा काम गर्नुपर्छ, साथसाथै अब्स्टेकल्सहरू के भोग्नुपर्छ, कतिको प्रेसर हुन्छ काममा, प्लस तपाईले कुनै पनि प्रब्लम त्यो काममा आइरहँदाखेरि कसरी सल्भ गर्न सक्नुहुन्छ। हरेक जानकारीहरू इन्टरभ्यू लिने मान्छेले तपाईसँग एक्सपेक्टेसन गरिरहेको हुन्छ। त्यो हुनाले तपाईले एप्लाई गरेको पोस्ट अनुसारको डिटेल जानकारी तपाईसित हुनु जरुरी छ। दोस्रो नम्बरमा तपाईको कम्युनिकेसन स्किल्स। इन्टरभ्यू दिँदाखेरि इन्टरभ्यू भनेको नट अबाउट जस्ट क्वेसनिङ एन्ड एन्सरिङ। तपाईले अभोइड गर्नुपर्ने कुराहरूमा इन्टरभ्यूमा एन्सर दिँदै गर्दाखेरि वान वर्डको एन्सरलाई तपाईले टोटल्ली कम्प्लिटली अभोइड गर्नुपर्ने छ। जस्ट एज नो व्हाट्स योर एकाडेमिक क्वालिफिकेसन, जस्ट +2, यो तरिकाले तपाईले एन्सर दिनुभयो भनेदेखि तपाईको कम्युनिकेसन स्किल्स चाहिँ विक छ भन्ने कुरा झल्किरहेको हुन्छ। त्यो हुनाले जस्ट यु निड टु गिभ एन्सर इन डिटेल्स। डिटेलली रूपमा कुनै पनि क्वेसन्सलाई तपाईले डिटेल रूपमा खुल्ने गरेर एन्सर दिन जरुरी छ। द थर्ड वान इज योर पर्सनालिटी एन्ड एटिट्युड। तपाईको ड्रेसअपदेखि लिएर तपाईको पर्सनालिटीदेखि लिएर तपाई कतिको पोलाइट हुनुहुन्छ, कतिको डिसिप्लिन्ड हुनुहुन्छ भन्ने कुरा तपाईले इन्टरभ्यूमा इन्टरभ्युअरलाई देखाउन जरुरी हुन्छ। तपाईको एक्सपिरियन्स प्लस इंग्लिश ठीक छ, बट तपाईसँग बेटर पर्सनालिटी, बेटर लुक्स त्यसको कमी छ भने पनि तपाईको पोस्ट अनुसारले तपाईले रिजेक्सन भोग्नुपर्ने हुन्छ। त्यो कारणले इन्टरभ्यूमा आउँदाखेरि तपाईहरु आफ्नो एकदम ग्रुमिङ पर्सनालिटी भएर त्यही अनुसारले आउन जरुरी छ। एन्ड फोर्थ वान इज यु मस्ट नो डिटेल इन्फर्मेसन अबाउट द कम्पनी, अबाउट द होटल्स, एनी अदर अर्गनाइजेसन द्याट यु आर एप्लाइङ। तपाईले कस्तो ठाउँमा एप्लाई गर्दै हुनुहुन्छ, कुन जबमा, कुन क्याटेगोरीमा, लाइक होटल्समा हो कि कुनै कम्पनीमा हो कि हो, त्यो एप्लाई गरिरहेको कम्पनीहरूको बारेमा तपाईलाई डिटेल इन्फर्मेसन थाहा हुनुपर्ने छ। उनीहरूले कस्तो किसिमको इम्प्लोयरहरू एक्सेप्ट गरिरहेको छ त त्यो बारेमा तपाईसँग डिटेल इन्फर्मेसन हुन जरुरी छ। त्यसले गर्दाखेरि तपाईले इन्टरभ्युअरले जति एक्सपेक्टेसन गरिरहेको हुन्छ त्यो अनुसारले तपाईले मजाले एक्सप्लेन गर्न सक्नुहुनेछ। एन्ड नम्बर 5 इज योर डकुमेन्ट्स। You must submit all the documents, you must have all the original documents according to your CV. तपाईको CV मा जे एक्सपिरियन्सहरुदेखि लिएर एकाडेमिक क्वालिफिकेसनहरु इन्क्लुड गर्नुभएको छ अथवा कुनै ट्रेनिङहरु इन्क्लुड गर्नुभएको छ भने त्यसको ओरिजिनल कपी तपाईसित हुनु एकदमै जरुरी छ। डोन्ट प्रोवाइड एनी फेक डकुमेन्ट्स, किनकि जब तपाईले आफ्नो डकुमेन्ट फेक बनाएर इन्टरभ्युमा एटेन्ड हुनुहुन्छ त्यो बेलामा नै तपाई कमजोर भइसकेको हुनुहुन्छ, किनकि तपाईलाई यो फेक डकुमेन्टको आधारमा नै क्वेशन सोधिने हुनाले तपाईले त्यसको बारेमा डिटेलली तपाईले भन्न सक्नुहुन्न अथवा तपाईको कन्फिडेन्ट लेभल एकदमै लो हुन जान्छ। त्यो हुनाले अलवेज प्रोवाइड द अथेन्टिक एन्ड भेरिफाइड documents in an interview. Thank you for watching this video, and if you need any assistance to apply Cyprus, the document process and any other information regarding
Cyprus working visa, please do contact us, or you can directly visit our office at Sangomarga Sinamangal, Kathmandu, Nepal. Thank you.